आफ्ना विचार र मागहरू बोकेर एउटा एक्लो मान्छे 10 वर्षदेखि धरानका गल्लीहरूमा टोल टोलहरूमा एक्लै एउटा कालो झोला र पानीको बोतल बोकेर भौतारिरह्यो। उसले आफ्ना आवाजहरू धरानका माटो र आकाशहरूले सुन्ने गरी दोहोर्याइरह्यो। धरान नगरका समस्याहरूलाई उठाइरह्यो, कुटाइ खाइरह्यो, जेल गइरह्यो, तर ऊ थाकेन। निर्वाचनका बेला अरू दलका नेता कार्यकर्ता लावा लस्कर हुन्थे, उनीहरू मासु भात र रक्सीमा रमाइरहेका हुन्थे। तर यी व्यक्ति एउटा टेम्पोमा हाते माइक र साउन्ड बक्स बोकेर धरानका गाउँ बस्तीहरूमा धरानका जल्दा बल्दा समस्याहरूबारे जनतालाई जगाउँदै हिँडिरहेका हुन्थे। उनले आफ्नो पर्चा आफै लेखे र आफैले बाँडे, आफ्नो अभियानको गीत आफै गाए। उनका कुरा सुन्न कोही भेला नभए पनि उनले त्यसलाई खासै वास्ता गरेनन्। अरूले उनको जति खिल्ली उडाए पनि उनलाई केही फरक परेन। तर अन्तिममा धराने जनताले यी एक्लो योद्धालाई यस्तो सरप्राइज दिए कि जो आज हिलोमा फुलेको कमल जसरी फक्रिन पुगे। बोकेको नेपालको पूर्वी सहर धरानको चर्चा गरौं, जहाँ लामो समयपछि एउटा योद्धाले युद्ध जितेका छन्। एक्लो योद्धा हर्क साम्पाङ। पूर्वी नेपालको सहर धरानको अवस्था पनि बोलिभियाको कोचाबम्बाको अवस्था भन्दा खासै फरक छैन। धरानमा खानेपानीको ठूलो हाहाकार छ। यति बेला धरानमा खानेपानीको माग दैनिक 4 करोड लिटर छ भने आपूर्ति केवल 1 करोड 20 लाख लिटर मात्र रहेको छ। धरानको यो खानेपानीको अभावलाई समाधान गर्न धरान उपमहानगरपालिकाले एसियाली विकास बैंक एडीबीको 1 अर्ब 77 करोड ऋण अनुदानमा सन् 2015 मा खानेपानी आयोजनाको काम सुरु गरेको थियो। यो आयोजना र धरान उपमहानगरपालिका बीच भएको सम्झौतामा प्रतिदिन 1 करोड 52 लाख 20 हजार लिटर पानी उत्पादन गर्ने भनेर उल्लेख भएको थियो। तर यो आयोजना सम्पन्न भएर हस्तान्तरण भइसक्दा पनि धरानको खानेपानीको अवस्था पहिलाको जस्तै छ। अहिले यो आयोजना पूर्ण रूपमा असफल भएको आशंका छ। सम्झौतामा उल्लेख भएको भन्दा आधा पनि पानी उत्पादन हुन नसकेको स्थानीयको आरोप छ। एडीबीको शर्त अनुसार धरानको खानेपानी व्यवस्थापनको जिम्मा सरकारद्वारा सञ्चालित खानेपानी संस्थानबाट खोसेर खानेपानी बोर्डमा पनि सारियो, जसले खानेपानीको महसुल कोचबाम्बाको जस्तै दोब्बर नै महँगो बनायो। तर खानेपानीको आपूर्तिमा भने कुनै सुधार भएन। नोबेल पुरस्कार विजेता बंगाली कवि रविन्द्रनाथ टैगोरको एउटा चर्चित कविता छ, एक्ला चलो रे, जसको पहिलो हरफमै भनिएको छ, यदि तिम्रो आवाज सुनिएन भने एक्लै हिँड। धरानका हरेक समस्याहरूमा प्रश्न गर्ने तर जवाफ नपाउने एउटा यात्री यसै कवितामा भनेझैं एक्लै हिँडे। उनी हुन् हर्क साम्पाङ। धरानमा खानेपानी राजनीतिको मूल मुद्दा हो। यो मुद्दालाई यहाँका राजनीतिक दलहरूले आफ्नो दुनो सोझ्याउन प्रयोग गर्ने गर्छन्, तर सत्तामा